दार्जिलिङ घुम रेलवे स्टेशन र दार्जिलिङ टोय ट्रेन युनेस्को वर्ल्ड हेरिटेज ट्याग पाएको हाम्रो पहाडको एउटा धरोहर हो र यसलाई बचाउनु तपाई हाम्रो कर्तव्य हो। हाम्रो पहाडको टुरिज्म क्षेत्रमा विश्व पर्यटकहरू आउँछ भने यी दुईवटा कुरो हेरेर आउँछ, टी र टोय ट्रेन। टीको स्थिति तपाईलाई वर्णन गरिरहन अहिले जरुरी ठानिन, तपाईलाई यो स्पष्ट भएको कुरा हो। तर टोय ट्रेनको पनि हालत एकदमै खस्किँदै जाँदैछ। टोय ट्रेन हामीले हेर्यो भने वर्ल्ड हेरिटेज ट्याग पाएको हाम्रो धरोहर हो, तर धरोहरलाई बचाउनु तपाई हाम्रो पनि कर्तव्य होइन। हामीले घुम रेलवे स्टेशनमा जुन रेलवे स्टेशनको प्लेटफर्म ट्रेनको लागि हुन्छ त्यहाँनिर हामीले गाडी राखेर मान्छे हालेको देख्न पाइराछौं। यो हिजोआजदेखि मात्र भएको होइन, यो विगतको 2-3 वर्ष अगाडिदेखि चलिरहेको छ। त्यहाँनिर प्रशासनको गाडी स्टेशन भित्र हाल्छ, त्यहाँनिर पानीको गाडी स्टेशन भित्र हाल्छ। यो धरोहर भनेको 2-3 जना व्यक्तिको लागि होइन नि। यो भोलि दिनमा धरोहर यो युनेस्को वर्ल्ड हेरिटेज ट्याग हटियो भने हाम्रो पहाडको टुरिज्म क्षेत्रमा यसले कतिको डिक्लाइन ल्याउँछ भन्ने हामीले तपाईले कल्पना गर्न सकेका छैनौं। हामीले यो कुरो लिएर पहाडको प्रशासनलाई 2-3 चोटी भनिसक्यौं, 2-3 दिन गर्छ, 4-5 दिन फेरि त्यहाँ गाडी राख्न स्टार्ट भइहाल्छ। हामी काइन्डली रिक्वेस्ट गर्न चाहन्छौं प्रशासनलाई, यो जग्गा भनेको हाम्रो वर्ल्ड हेरिटेज ट्याग पाए कसैको होइन। यहाँनिर एबीसीडी कसै नेताले पनि राख्नु पाउँदैन, जनताले पनि राख्नु पाउँदैन, कसले राख्नु पाउँदैन त्यहाँनिर गाडी। त्यसलाई चाहिँ गाडी फ्री जोन बनाइदिनुहोस्। र अर्को कुरा आउँछ, हामीले टोय ट्रेनलाई धेरै गाली गरेको भिडियोहरू सिजनको टाइममा देख्छौं। टोय ट्रेनलाई गाली गरेर के गर्ने हो? यो छैन भने हाम्रो क्षेत्रमा टुरिज्म इन्डस्ट्री कतिको डिक्लाइन हुन्छ भन्ने कुरा हामीले पहिला कल्पना गर्नुपर्छ। हाम्रो पहाडमा गाडी भन्दा अगाडि टोय ट्रेन आएको कि गाडी आएको भन्ने कुरो पनि रिसर्च गर्नुपर्छ। हामीले जीटीएलाई भनेर जसले बारम्बार ढाड्छ सिजनको बेलामा 2021 दिन अगाडिको न्यूज पेपर उठाएर हेर्नुहोस् तपाईले, वर्षैपछि जब जाम हुन्छ तब यिनीहरूले अल्टरनेटिभ बाटोको कुरा गर्छ। अरे यो जुन टोय ट्रेन हिँड्ने बाटो सानो बाटो छ, यो त ब्रिटिसको टाइमतिर बनिएको बाटो, इत्रु बाटो छ, त्यत्रै बनाउने जग्गा पनि छैन। अब अल्टरनेटिभ बाटो बनाउनु पर्यो नि। यो भएको टोय ट्रेनलाई चाहिँ हामीले गाली गरेर चाहिँ केही फाइदा छैन। हामीले यो हटाएर हेर्यो भने नि हाम्रो पहाडको टुरिज्म इन्डस्ट्रीमा कतिको डिक्लाइन हुन्छ र यसले कसलाई असर पार्छ भनेर कल्पना गर्न सक्दैनौं। यसले हाम्रो ड्राइभर साथीभाइहरूलाई असर पार्छ, ट्याक्सी ड्राइभर साथीभाइहरूलाई असर पार्छ। यसले होमस्टे खोलेर होटल खोलेर बस्ने, हाम्रो दोकान खोलेर बस्ने सबैमा सम्पूर्णहरूलाई असर पारेर जान्छ। र हामी प्रशासनलाई भन्न चाहन्छौँ, यो जीटीएलाई त नभने पनि हुन्छ। अहिले सेन्ट्रलले इनिसिएटिभ लिएको रहेछ, 4 महिना भयो डीपीआर को प्रोजेक्ट बनाएको भनेर हामी हेर्छौं इनिसिएटिभ कतिको उहाँहरूले कतिको पूरा गर्दो रहेछ भनेर। यो पनि कि जीटीएले यस्तो गर्ने भनेर त हामी सोचेका छैनौं। जीटीएले त ढाटेको नै हो अल्टरनेटिभ बाटो भनेर जब जाम हुन्छ। र हामी सम्पूर्णलाई भन्न चाहन्छौँ, हामीले हाम्रो धरोहर बचाउनुपर्छ। त्यहाँनिर काइन्डली प्रशासनलाई पनि भन्न चाहन्छौँ, हामी जसले गाडी राख्दैछ उहाँहरूलाई पनि भन्न चाहन्छौँ त्यहाँनिर गाडी नराखिदिनुहोस्, प्रशासनले पनि गाडी राख्नु नदिनुहोस्। भोलि दिनमा वर्ल्ड हेरिटेज ट्याग हटियो भने चाहिँ हामीलाई त्यसले धेरै विश्व पर्यटकको क्षेत्रमा हामीले असर पारेर जान्छ। जीटीएलाई चाहिँ भन्नु केही छैन, यो ढाट्ने व्यवस्थालाई भनेर केही पनि फाइदा छैन, गर्नेवाला केही छैन यिनीहरूले। र सेन्ट्रलले पनि हामी अनरेबल एमपीलाई भन्न चाहन्छौँ, तपाईले जुन इनिसिएटिभ दिनुभएको छ डीपीआर 4 महिना अगाडि हामीले पेपरतिर पढ्यौं, यो डीपीआर छिटो बनाएर अल्टरनेटिभ बाटो खोज्नुपर्छ हामीले टुरिज्म, नत्र भने हाम्रो टुरिज्म इन्डस्ट्री मरेर जान्छ। यो सानो कचेरो बाटोमा कति दिन हाम्रो टुरिस्टहरू कुद्ने, कति दिन 6-6 घण्टा बसेर घुमदेखि दार्जिलिङ पुग्ने। नमस्कार, हिजो अस्तिको समाचार पत्रमा तपाईले देख्नु पनि भयो होला, खराब क्वालिटीको कोइला युज गरेको कारण हाम्रो डीएचआर जुन चाहिँ छ वर्ल्ड हेरिटेज साइट, त्यसको त्यो ट्याग नै अलिकति खतरामा पर्न जाने संकेत छ। अनि यति समाचार पत्र प्रकाशित हुन साथ कतिपय व्यक्तिहरू केन्द्र सरकारलाई पो आरोप लागिहाल्छ कि भनेर चाहिँ अनरेबल राजु विष्टलाई रिक्वेस्ट गर्दै सामाजिक सञ्जालमा देखियो। अनि शिक्षित व्यक्तिहरूको अवस्था यस्तो छ भनेपछि अशिक्षित र अल्पशिक्षित व्यक्तिहरूको कस्तो होला? अनि सबैको जानकारीको निम्ति एक दुईवटा तथ्य तपाईहरु समक्ष लिएर आएको छु। सबैभन्दा पहिला हामीले यो बुझ्नुपर्छ, हामीले यो डीएचआर को जुन सर्भिस छ त्यसमा कस्ट कति छ होला? 1500 रुपियाँ उहाँहरूले लिनुहुन्छ दार्जिलिङदेखि घुम जान, अर्थात् 8 किलोमिटरको यात्राको निम्ति 1500 रुपियाँको उहाँले फेयर चार्ज गर्नुहुँदैछ। अप एन्ड डाउन मिलाएर 16 किलोमिटर भन्नुभयो। 16 किलोमिटरको लागि उहाँहरूले यदि 1500 रुपियाँ चार्ज गर्नुहुँदैछ, त्यो कस्ट भयो भने सेवा कस्तो हुनुपर्ने? तपाईले इन्फेरियर क्वालिटी कोल मात्र होइन, पानीको पनि समस्या छ डीएचआरमा, उहाँहरूले त्यो ढंगले व्यवस्थित गर्न सक्नु भएको छैन। अनि मैले यति भनेपछि फेरि कतिजना यहाँ कमेन्टमा आउलान्, अनि जीटीएले के गर्दैछ, जीटीएलाई यस्तो प्रशासनको जिम्मेवारी भन्ने। तपाईहरुलाई जानकारी गराउँ, यो डीएचआर रेलवेको जुन सब्जेक्ट हो त्यो सेन्ट्रल गभर्नमेन्टको सब्जेक्ट हो। तपाई त्यो कम्पाउन्ड भित्र जे पनि तपाईहरुलाई आवश्यकता पर्छ, त्यहाँको कर्मचारीहरू जो छ त्यो तमाम सेन्ट्रल गभर्नमेन्टका इम्प्लोइजहरू हुन्। म तपाईहरुलाई समस्या 2-4 अरु पनि गराउन चाहन्छु है, लिस्ट गराउन चाहन्छु। नम्बर 1 समस्या हेर्नुस् पार्किङको। हिजो 1-2 जनाले मैले भनेको देखेको थिएँ, पार्किङ जुन चाहिँ गर्छ त्यहाँका जुन स्टेसन म्यानेजमेन्टको जुन अधिकारीहरू हुन्छ, स्टेसन म्यानेजरहरू हुन्छ, उहाँको जिम्मेवारी हो। उहाँहरूले त्यस क्षेत्रमा पार्किङ किन अलाउ गर्नु हुँदैछ त्यो उहाँहरूले सोध्नु पर्यो।
अब त्यहाँनिर गएर नगरपालिका र प्रशासनले जिम्मेवारी लिन सक्दैन। त्यो सबको आफ्नो आफ्नो आप भोलिको दिनमा पोस्ट अफिस भित्र कुनै जुन चाहिँ गाई पस्यो, कोही पोस्ट अफिस भित्र कुनै के भयो भने अब त्यो पोस्ट अफिसको पनि प्रशासनलाई हेर्नु भन्नुहुन्छ मिल्दैन। सबैको आफ्नो विभाग छ अनि आफ्नो विभाग अन्तर्गत उहाँहरूले कार्य गर्नुपर्छ। त्यसकै निम्ति उहाँहरूलाई इम्प्लोइमेन्ट दिएर राखिएको छ। बकाइदा त्यहाँ कर्मचारीहरू छन्। अब त्यो कर्मचारीहरूले चाहिँ जहाँबाट सेलरी लिन्छन् उहाँहरूकै कुरा सुन्छन्, जसको सेलरी लिँदैन उहाँहरूले सुन्दैन। सेन्स अफ बिलोङ्गिङ हो भने त हामीले भनिरहनु पर्दैन नि, उहाँहरू आफैले सेवा गरिहाल्छ नि। त्यसले गर्दाखेरि आवाज उठाउनु पर्ने र प्रश्न गर्नुपर्ने चाहिँ अलिकति क्षेत्रीय प्रशासन होइन, केन्द्र सरकार हो, केन्द्र सरकार है। अर्को कुरामा हो, तपाईँलाई थाहा छ सिजनको बेलामा कतिवटा ट्रिप चल्छ? सिजनको बेलामा नभएको पनि झन्डै 18 देखि 20 ट्रिप गर्छ टोय ट्रेनले। अनि सिजनको बेलामा याद गर्नुहोस् त्यसै गाडीको सङ्ख्या बढेको हुन्छ। कोही कोही बेला 20,000 25,000 गाडी ट्राभल गर्छ। अनि त्यस्तो बेलामा ट्रेन पनि 20 पल्ट कुदिरहेको हुन्छ, तर त्यो ट्रेनको एउटै पनि रेभेन्यू दार्जिलिङले पाउँदैन। याद गर्नुहोस् है यो कुरा। त्यो ट्रेनको रेभेन्यू 1 रुपियाँ पनि दार्जिलिङले पाउँदैन, न त डिएचआरले कुनै त्यस्तो सिएसआर हाम्रो दार्जिलिङ क्षेत्रमा खर्च गर्छ। भनिसकेपछि त्यो जुन 20 पल्ट ट्राभल गर्दाखेरि चाहिँ यो ट्रिप गर्दाखेरि चाहिँ सिजनको बेलामा जाम हुन्छ, हाम्रो चालक दाजुभाइहरूले गुनासो गरिरहेको हुन्छ। 90% जुन चाहिँ जाम हुन्छ दार्जिलिङको यात्रामा तपाईँले याद गर्नुहोस् घुमदेखि उता हुन्छ। अनि घुमदेखि उता नै 20 पल्ट सिजनको टाइममा ट्रिप गरेपछि मानिलिनुहोस् त्यो गाडीहरू कति पर्खिनुपर्छ होला। यो समस्या जुन चाहिँ छ यो समस्यामा पनि ध्यान दिनुपर्ने हो। कसले दिनुपर्ने हो? यस, यो सब्जेक्ट नै केन्द्र सरकारको सब्जेक्ट भइसकेको छ। अर्को कुरा याद गरौँ, ट्र्याक। तपाईँलाई कतिपल्ट याद होला है, यो दार्जिलिङको जुन टोय ट्रेन छ त्यो डिरेल भएर है हाम्रो ट्राभलर जो छ बाटोमा है दुःख पाएको हामीले कति देखेका छौँ होइन। तर त्यो घटना पनि अब ट्र्याकको मेन्टेनेन्स कसले गर्छ? त्यो पनि प्रशासनको, नगरपालिकाको, म्युनिसिपालिटीको भन्दाखेरि कतिजनाले आफैले तथाकथित शिक्षित भन्ने व्यक्तिहरूले उहाँहरूलाई जानकारी गराइदिउँ। त्यो ट्र्याक पनि मेन्टेनेन्स केन्द्र सरकारले गर्नुपर्ने, रेलवे विभागले गर्नुपर्ने, त्यो समेत गरेको छैन। अनि अझै कुराहरू यदि तपाईँलाई हामीले यसमा थप गरेर भन्नु पर्यो भने ट्राभलर्स जति पनि विदेशबाट आइरहेका छन्, विदेशको व्यक्तिहरू पङ्क्चुअल हुन्छन् है। तपाईँ हामी इन्डियामा 11 बजी मिटिङ भन्दाखेरि 12 साढे 12 बजी एकदम है 5 चबाउँदै आउने त्यस्तो होइन। उहाँहरू ठिक टाइम 11 भनेपछि 11 त्यो पङ्क्चुअलिटी मेन्टेन गर्नुहुन्छ। तपाईँले 1500 रुपियाँ सर्भिस चार्ज पे गर्नुहुँदैछ अनि तपाईँले सर्भिसको कुनै ग्यारेन्टी छैन। आज कोइलाले गर्दा समस्या, भोलि पानीले गर्दा समस्या, कुनै दिन ट्रेनको त्यसै अब ट्राफिकले गर्दा समस्या। यो जुन समस्याहरू हुँदैछ त्यसले गर्दा ट्राभलर्समा अलरेडी नेगेटिभ एउटा पर्सेप्सन गइसकेको छ। अनि विदेशबाट आउने जो इलाइट कसले ट्राभल गर्छ? कलकत्ताको टुरिस्टहरूले नर्मली याद गर्नुहोस् तपाईँको त्यो जय राइडहरूमा डिएसआरहरूमा ट्राभल गर्दैन नि। उनीहरू भएछ भने स्टेट बसको एनबिएसटिसीको बस पक्रिन्छ। ट्रेनमा ट्राभल गर्नेहरू अलिकति इलाइट कस्टमर्सहरू हुन्छन्, अलिकति है प्रेस्टिजियस व्यक्तित्वहरू हुन्छन्, अलिकति पङ्क्चुअलिटी बुझ्ने व्यक्तित्वहरू हुन्छन्। अनि त्यो कस्टमर्सहरूलाई सर्भिस दिनु सकेको छैन। त्यसले गर्दाखेरि भोलिको दिनमा यो युनेस्को वर्ल्ड हेरिटेज ट्यागलाई यदि कुनै समस्या हुन्छ भने त्यसको जिम्मेवार को हुन्छ? त्यसको जिम्मेवार कस्टसँग जुन एक्सपिरियन्स दिनुपर्ने हामीले त्यो एक्सपिरियन्स दिनु सकेका छैनौँ। अनि त्यो एक्सपिरियन्सलाई मेन्टेन पनि गरेका छैनौँ। न त हामीले कोइला मेन्टेन गर्दैछौँ, न त हामीले पानी मेन्टेन गर्दैछौँ, न त हामीले ट्र्याक मेन्टेन गर्दैछौँ, न त हामीले ट्राफिक मेन्टेन गर्दैछौँ, न त हामीले स्टेसन मेन्टेन गर्दैछौँ। अनि दार्जिलिङलाई डिएचआरबाट भने त इन्भेस्टमेन्टको रूपमा चाहिँ केही पनि छैन। अब त्यो डिएचआर देखाएर कुनै के फोटो खिचेर त्यो कुरा बेग्लै हो, तर डिएचआरको डाइरेक्ट बेनिफिट भने त्यसको 1 रुपियाँ पनि दार्जिलिङले पाउँदैन, यो 1500 रुपियाँको। यसै धेरै विषयहरू छन् जसमा केन्द्र सरकारले हामीलाई डिटोरेट गर्दै गइरहेको छ। हामीसँग भएको कुराहरू पनि लाँदैछ। कतिजना व्यक्तिहरूले गुनासो चाहिँ गर्छन् फेसबुकमा है, यो साइट गयो त्यो साइट गयो भनेर। खै त अब त्यो सबै गरिरहेको छ। अब यो डिएचआर पनि मलाई लाग्दैन यदि यही स्थिति हो केन्द्र सरकारले यसमा है अलिकति गम्भीरतापूर्वक लिएर आफ्नो कर्मचारीहरूलाई र डिएचआरलाई सुधार गर्नुपर्ने पहलहरू गरेन भने यो युनेस्को वर्ल्ड हेरिटेज साइट रहँदैन होला। किनभने मैले यहाँ ट्यागमा पनि हालेको छु, तपाईँहरूलाई पनि भन्दैछु, कुनै पनि कुराको एक्सपिरियन्स हुन्छ नि है। उहाँहरूले 1500 रुपियाँ खर्च गरेपछि एक्सपिरियन्स चाहनुहुन्छ, बेटर एक्सपिरियन्सको लागि खर्च गरेको। टुरिस्टहरू त्यो एक्सपिरियन्सको लागि आउनुहुन्छ। तर 1500 रुपियाँ खर्च गरेर पनि यदि ट्रिप क्यान्सल भयो, 1500 रुपियाँ खर्च गरेर पनि न टाइम टेबलको टुङ्गो भयो, 1500 रुपियाँ खर्च गरेर पनि यदि सर्भिसकै टुङ्गो भएन भने के गर्ने? कसैले पनि त्यो तपाईँ हामी पनि होला, हामीले त्यसको नेगेटिभ रियाक्सनै दिन्छौँ। अनि मैले भनिहालेँ धेरैवटा समस्या भइरहेको छ। त्यो स्टेसन म्यानेजमेन्टको समस्या, अवैध पार्किङहरू भयो, ट्र्याकको समस्या, ट्राफिकको समस्या, पुवर क्वालिटीको समस्या है, त्यो सबै समस्याहरू तपाईँहरूले याद गर्नुहोस्। अनि स्पेसली तपाईँहरूको अनरेबल
सांसद छ नि अनरेबल सांसदलाई चाहिँ यतातिर दबाउ दिनुहोस्, यता प्रशासनलाई जिटिएलाई गाली गर्दै सांसदलाई चाहिँ अनरेबल भन्दै तेल लगाउने जुन काम गर्नुहुँदैछ त्यसले डिएचआर बाँच्ने होइन अझ खतम हुन्छ। त्यसले गर्दा डिरेक्सन जान्नुहोस्, कुन डिरेक्सनमा तपाईँले दबाउ दिनुपर्ने, कसलाई के भन्नुपर्ने त्यो सब्जेक्ट छुट्याउन सिक्नुहोस्। शिक्षित जमातलाई विनम्र अनुरोध।